गुड इभिनिङ प्रणाम सबैजनालाई। आज फागुन 18 गते पहाडको होली, भोलि 19 गते तराई होली। होली पर्वको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना। र त्यो सँगै 21 गते चुनाव पनि आइरहेको छ। यो पर्वहरू र चुनावी माहौलको बिचमा म पनि घर आएको छु र घर आएको बेलामा सबैभन्दा धेरै मेरो समय चाहिँ यो ठाउँमा बितिरहेको छ। एज यु नो मेवाङ्स नर्सरी, यहाँ अहिले हाम्रोमा चाहिँ सिजन थस एकदमै मजाले फुलिरहेको छ। तपाईँहरूलाई ब्याक क्यामेरा गरेर देखाउँदैछु। सिजन थस यसरी फुलिरहेको छ, एकदमै धेरै कलरहरूमा। यसरी हेर्दा कलर झन्डै सिमिलर देखिए पनि यसमा यो भित्रको प्याटर्नहरू एकदमै धेरै फरक छ अनि मजाले फुलिरहेको छ। तपाईँहरूलाई पनि यो आवश्यक छ भने अब होली चुनाव सकिसके पछाडि पनि मेवाङ्स नर्सरीमा सम्पर्क गर्न सक्नुहुन्छ। यो फुलहरू बिक्रीमा रहेको छ। र यो सँगै यता रहेको छ सिनेरिया, यहाँ परतिर पनि सिनेरियाहरू देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँ डग फुलहरू रहेको छ अनि यतापट्टि रेननकुलसहरू पनि एकदमै हेल्दी अनि बुस्सी भएर आउँदैछ। यो अहिले मैले भिडियो फिल्म गर्दा चाहिँ खालको साँझ भइसकेको छ, तर पनि मलाई यति बेला भिडियो बनाउन मन लाग्यो। र यो भिडियो बनाउनुको उद्देश्य चाहिँ माहौल सन्दर्भ फरक चलिरहे पनि प्रकृति बिचमा, फुलहरू बिचमा मिल्ने आनन्द मैले जसरी लिइरहेको छु, मेरो भिडियोको थ्रुबाट तपाईँहरूले पनि त्यो आनन्द लिन पाउनुहोस्, थोरै रिफ्रेसमेन्ट मिलोस् भनेर है त। बाई बाई।